ल हेरौँ त साथीहरू खोलादेखि यता 5वटा 6वटा घरहरू भित्र छ यार यस्तो यो घरहरू सबै जानेर छ धेरै यत्रो भित्रभित्र घरहरू यार यत्रो भित्रभित्र घरहरू यत्रो घरहरू यार यो त अचम्मै भयो नि त यार यस्तो घरहरू जानु भयो यो त कता जान्छ यस्तो घरहरू यो गर्नु जाने यो चाहिँ मिलनचोकबाट आएको खोला हो मिलनचोकबाट आएको यहाँ यस्तो खोला यो मिलनचोकको खोलाको सङ्घार है यहाँनिर त्यति झड परेको थियो नि बाट आएको छ काठमाडौँमा घर छ भनेर घर बनाएको थियो यहाँनिर बाढीले डुबाउनु पार्ने ठाउँ पनि यही हो मिलनचोकको होइन डुबान हुने घरहरू यो मिलनचोकबाट आएको खोलाले डुबाउनु पार्ने ठाउँ हो